हेलो साथीहरू, गुड इभिनिङ। म चाहिँ अहिले मेरो गार्डनमा आएको छु। अस्तिको गार्डन लास्ट टाइम आएको थिएँ नि म यहाँ गार्डनमा आएको छु। अब मेरो गार्डनको भ्युजहरू अलिकति हजुरहरूलाई देखाउँछु। मेरो गार्डन कतिको अपडेट भएछ भनेर हेर्नुहोस् ल साथीहरू। यहाँबाट छ मेरो यो लसुनको बारी हो। अन्त लसुनको चाहिँ 2 ट्याङ छ मेरो रोपेको, एउटा यता पनि छ अनि त्यहाँ चाहिँ छ मेरो छोरी। हाई छोरी। मेरो छोरी छ त्यहाँ। अनि यतातिर चाहिँ मेरो फुल पनि छ साथीहरू, हेर्नुहुन्छ। घरमा नआटेर रोपिदिएको थिएँ, यहाँ एउटा फुलेछ। अनि यहाँ माथि चाहिँ मेरो मौरीको डुँड पनि छ हो। अहिले मौरी चाहिँ एकदम एक्टिभिटी कम्ती छ बेलुका जाडो भएर। अनि यता चाहिँ मेरो मुलाबारी छ। यस्तो गर्दै यहाँतिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो साग पनि फुलेछ, तोरी हो। अन्त अलिकति यसमा के अरे यो गोड्नु आएको कोपीमा म चाहिँ अहिले। अन्त मेरो कोपी पनि हेर्नुहोस् ल, मेरो यहाँबाट छ कोपी बारी चाहिँ। यहाँबाट छ मेरो कोपी, लास्ट टाइम रोपेको थिएँ नि साथीहरू। मेरो कोपी चाहिँ अहिले चाहिँ निकै ठुलो हुँदैछ। यिनीहरू चाहिँ मेरो बन्दाकोपी हो, हेर्नुहोस्। त्यहाँदेखि यता बिचमा मैले यो पनि रोपिदिएको छु, प्याजको पत्ताहरू। अनि यहाँबाट छ मेरो फुलकोपी। अन्त यहाँ चाहिँ मेरो खोर्सानी छ, तर खोर्सानी चाहिँ अब विन्टर लागेर मर्दैछ, खोर्सानी छैन। अनि यसको बिचमा मैले साग पनि हालिदिएको छु। अनि अब ठाउँ कम्ती भएर यतातिर पनि रोपेको छु मैले भित्तातिर सागहरू हो। अन्त आज चाहिँ विशेष गरेर मैले यो यहाँ रोपेको कोपीहरू चाहिँ सानो सानो छ। यो कोपीमा चाहिँ म माटो लाउने भनेर आएको साथीहरू भन्दै। अब म यहाँ कोपीमा माटोहरू लगाइसक्छु, त्यहाँदेखि हजुरहरू फेरि भिडियोमा अपडेट गर्छु साथीहरू, हेर्दै गर्नुहोस् ल। म त हाँसेर काम गर्नुभन्दा त बरु के अरे टाइम पास गर्नु मजा आउँछ नि। किन तपाईँ नबोल्ने? के बोल्नु र, के बोल्नु र, काम गर्नु आएको मान्छे बोल्नु हुँदैन। फेरि बोल्यो भने मालिकले पैसा काट्छ होइन। नबोल ल, म बोल्छु, कन्टिन्यू राख्दा। ल है, म चाहिँ अब कोपीमा माटो लगाउनु थालेको। एकदम यो चाम्रो भइसक्यो। अन्त माटोलाई लुज गरिदिँदै हल्का यसो माटोलाई लुज गरेर चाहिँ हल्का कोपीमा माटो लगाइदिँदै गरेको। मेरो कोपीहरू चाहिँ अस्ति कति सानो सानो थियो, अहिले चाहिँ ठुल्ठुलो भएछ साथीहरू। अनि यस्तै गर्दै अब माटो लगाइदियो भने अझै ठुल्ठुलो हुन्छ भन्दै चाहिँ म गर्दैछु है साथीहरू, हेर्नु सक्नुहुन्छ। कोपी नै उक्लिनु आँटिसक्यो नजानेर, नजान्नुको पीडा पनि साह्रै छ। अहिले नयाँ नयाँ सिक्दै गरेको छु नि त गार्डन गर्नु भर्खर, त्यो पनि किचन गार्डन। अन्त त्यस्तो बेला चाहिँ हल्का अलिकति जानिँदैन रहेछ, त्यस्तो गर्दै गर्दै सिक्दैछु म। अहिले तपाईँहरूलाई गइसकेपछि म यहाँको अपडेट देखाउँछु है साथीहरू। टिल देन हेर्दै गर्नुहोस् होला। स्टप गरिदियो ल है साथीहरू। मेरो लागि साथी लिएको छोरी, अनि छोरीले पनि हल्का हेल्प गरिदिँदैछ। बेसी राम्रो आउँदैन छोरीलाई पनि, अन्त अलिकति पनि हेल्प गराए छोरी भनेर लिएर आएको छु। कस्तो हुँदैछ छोरी? ठिकै लाग्दैछ? अलिकति एक्सपिरियन्स पाउँछ भनेर न काम गर्नेको। त्यसको जरामा चाहिँ गर्नु हुँदैन है, त्यसको जरा वरिपरि गऱ्यो भने चाहिँ जरा छुट्टिन्छ। अलिकति भए पनि एक्सपिरियन्स पाउँछ, सिकिन्छ काम गर्नु होइन। नत्र भने त घरमा बसेर त जानिँदैन। ओके, अल द बेस्ट गर्दै गर है। ल साथीहरू, पसिना निक्ल्यो यति गर्दाखेरि। निकै साह्रो पर्दैछ गरी खानु। यसो अलिअलि हरिपरि हुन्छ भनेर गरी हेरेको, गर्नु सजिलो छैन गार्डन गर्नु पनि।
सबै थोक गर्नुपर्छ अनि मात्रै फल खानु पाइन्छ है साथीहरू। हजुरहरू पनि यस्तो गर्दै सानो गार्डन लाउनुहोस्। किचन गार्डन छ भने यसो अर्ग्यानिक खानाहरू खानु पाइन्छ। अन्त मेरो पछाडि मेरो बुढा पानी पनि लाउँदैछ, म पनि पानी लाउन सघाउँछु। अब कति गर्ने र साथीहरू अब मेरो अदुवाबारी पनि सुक्नु थालेछ। बिस्तारै बिस्तारै निकाल्ने बेला भएछ। अनि हेर्नुहोस् न हौ अहिलेसम्म सयपत्री फुल फुलिरहेको छ। अब चाहिँ सुकेर सक्दैछ। तिहार सक्यो भने फुल चाहिँ बिचरा बिस्तारै सुकेर सक्दैछ। एउटा दुईटा साग पनि आएछ यहाँ मेरो। यो पानी लाउने चाहिँ मेरो बुढा हो साथीहरू। आज उसले पानी लगाइदिँदैछ। मैले आरो कोपी यहाँ गोडेँ नि त, मल एघेर माटोहरू लगाएँ भनेर चाहिँ उसले चाहिँ पानी लाउन हेल्प गर्दैछ मलाई। नत्र भने चाहिँ पानी लाउने यो गर्ने सबै मेरो ड्युटी थियो। तर आज उहाँले चाहिँ पानी लगाइदिनु हुँदैछ। यहाँ माथि मेरो मौरीको डुल पनि छ है साथीहरू। मौरी चाहिँ अलिकति मात्रै छ। अनि यहाँ छ पिँडालु होला, पिँडालु भन्छ के भन्छ, अलिकति छलाको। अनि यतातिर चाहिँ मटर रोपेको छु। मटर भन्ने चाहिँ छैन, भर्खर सानो सानो। हजुरहरू सबैले मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोस् होला भन्दै बाई बाई। नेक्स्ट भिडियोमा भेटौँ होला हजुरहरू सबैजनासँग फेरि।